नमस्ते, म चाहिँ आज चाजाङमेन बनाउन गइरहेको छु कोरियन फुड। लेट्स सी। ओनियन चप गर्दैछु। ओनियन चप चाहिँ अलि ठुल्ठुलो बिग साइजमा गर्नुपर्छ। त्यसपछि ओनियन सँगसँगै क्याबेज पनि हाल्छौँ। चाजाङमेनमा क्याबेज पनि सेम साइजमा चप गर्छौँ। अलि ठुल्ठुलो साइजमा चप गरिरहेको छु म। बिचको निकालेर फाले चप गर्दैछु। ओनियन अब मिट काट्दैछु। मिट चाहिँ सानो सानो साइजमा चप गर्ने, सानो साइजमा। मिटलाई कट गर्दैछु म स्लोली। लेट्स सी, आई विल मेक चाजाङमेन टुडे। दाजुभाइ हो, हेर्दै जानुहोस्। चाजाङलाई मासु काट्दैछु म। पुग्न लाग्यो अब। काटेर रेडी भयो मिट। अब चाहिँ बनाउनलाई गइरहेको छु। फ्राई प्यान तताएँ आगो बालेर। अब ओइल अलिकति हालेर ओइलले क्लिन गर्छु। अनि 1 स्पुन ओइल हाल्छु। अनि अब मिट हाल्छु। अघि काटेको मिट, फाइनल मिट। टक्क मिट हाल्ने, मिटलाई फ्राई गर्छु। मिटलाई 2-3 मिनट फ्राई गर्ने मजाले। अब गार्लिक हाल्ने, आधी स्पुन। गार्लिकलाई तल डढ्न नदिने, जम्न नदिने, मजाले घोल्ने। अनि त्यसपछि 1 स्पुन अलिकति नहुने सोया सस हाल्ने। सोया सस, टक्क सोया सस हाल्ने। त्यसपछि क्याबेज हाल्ने। त्यसपछि ओनियन हाल्ने। अब ओनियनलाई चाहिँ अलिक ब्राउन नहुन्जेलसम्म 5 मिनट जति फ्राई गर्ने मजाले, ठुलो आगो गरेर। अलिकति नुन हाल्ने, 1/4 स्पुन जति। 1 स्पुनको 4 भागमा 1 भाग जति नुन हाल्ने। अनि पानी हाल्दै, अलिकति पानी हाल्दै डढ्न नदिने। अनि मजाले फ्राई गर्ने 5 मिनट जति ओइल छम्किँदै। अनि ब्ल्याक सस हाल्ने, 1 स्पुन आधी जति ब्ल्याक सस हाल्ने। ब्ल्याक सस हालेर चाहिँ छिटो छिटो चलाउने, ठुलो आगो गरेर। ठुलो आगो गरेर छिटो छिटो चलाउने, डढ्न नदिने। त्यसपछि पानी हाल्ने, 1 स्पुन, 2 स्पुन, 3 स्पुन, 4 स्पुन, 5 स्पुन, 6 स्पुन, 7 स्पुन पानी हाल्ने। अब अजिनोमोटो आधी स्पुन हाल्ने, 1 स्पुन सुगर हाल्ने। अनि मजाले उमाल्ने 1 मिनट जति। ब्लक 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 उम्लिन्छ।
उनेपछि टेस्ट गर्ने हो। टेस्ट राम्रो भयो। पोट्याटो लिक्विड हाल्ने, पोट्याटो पाउडरको लिक्विड हालेर अलि स्टिकी बनाउने। स्टिकी बनाइसकेपछि रेडी भयो जाजाङमेन। अब भाँडामा हाल्ने। अब अर्डर आउँदा दिन मिल्छ, 7-8 दिनसम्म चलाउन मिल्छ। थ्याङ्क यू।